यहाँ आइसक्यो है अब त आम्मी खालको एकदम सफा गरेर मैले त्यो नलीको हेर्नु टुपी गिराको त्यही भएर हड्डीको त हड्डी नलजाउनु तू मेरे से प्यार करती है या नहीं करती ये बता दे तू बस। नहीं मैं तेरे से लास्ट पर पूछ रहा हूँ तेरा मेरे से प्यार है या नहीं। हेलो हेलो फेरि पनि तपाईहरुलाई मेरो नयाँ भिडियोमा स्वागत छ। अनि आज चाहिँ हामी पुरा मान्छेहरुलाई लिएर जाँदैछौँ बिहे खान। पुरा डाँडा काँडा हेर्दै हेर्दै हिमालहरु पुरै हेर्दै 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 जाँदैछौँ। ऊ त पारिपट्टि डाँडामा पुग्नु पर्ने छ। ठीक छ त नि कतिवटा 3-4 वटा डाँडा कटेर चाहिँ अब पुग्न आँट्यो। घरको देखि त टाढै हो र पनि गइदिउँ न बिहे त छोड्नै भएन नि हामी जस्तो मान्छेले हैन। हाम्रो बिहे घर चाहिँ यही हो। पुरा केटाहरूसँग साथीहरूसँग आइपुग्यो। ए हाम्रो गाउँको साथीभाइहरू हामी चाहिँ आइपुग्यो बिहे घरमा। कतापट्टि बस्ने के गर्ने केटाहरू मिलेर चाहिँ अब बिहेतिर पसिँदैछ। लजाउँदैछ सबै लाजले हेरी आउनै मान्दैछ हैन। यता के हुँदैछ बिहेको बेहुला बेहुलीहरू चाहिँ यहाँ छ। यता के हुँदैछ खाना खाने बेला भइसकेछ त नि हौ। कति छिटो त पुरा खाना खाने बेला चाहिँ भइसकेछ। यतातिर चाहिँ यता चाहिँ भात तिउन पकाउने ठाउँ भात तिउन पाक्दैछ। यस्तै छ बिहे चल्दै रहेछ राम्रले। अब तलतिर बोलाउँदैछ अब तलतिर जाउँ है त। आजको बिहेको बेहुला बेहुली चाहिँ यहाँनिर छ है। टिका लाउने कार्यक्रम हुँदै रहेछ। भित्रतिर लाग्यो बेहुला बेहुली आजको अब अलिअलि चिसो टापु भित्रतिर लागेर म पनि उता ब्याचलर्समै पढ्छु। बहिनी हाम्रो भेट हुन्छ। यहाँ धेरै छ हाम्रो चाहिँ सहरमानहरू निरजहरू हामी सबै परिवार जसरी बसेर पढेको छौँ। तपाईँलाई चाहिँ नदेखेको चेस गर न चेस। एकदम जाँड खाएर हो कि यो डिउ खाएर हो सरले? एकदम डिउ रहेछ है अझै। कालो चस्मा मात्र टल्किन्छ यहाँ फेरि। अनि कस्तो छ ठिक छ? खाइसक्नु भयो? मासुहरू एकदम कडा छ नि। उहाँलाई चाहिँ भ्यू आउँछ तपाईँलाई देखेपछि अब मेरो रेगुलर भ्युवर सब्सक्राइबर मेरो फ्यान। यता एकछिन घुमौँ। भात बाँड्ने यता भात बढाइ हुँदैछ थुन्सेमा। अब के गर्ने कता जाने? अब कता जाने के गर्ने? अब भात खानुपर्छ। घर त्यो बेलै भएको छैन। घर त घाम ताप्दैछ। एकजना मान्छे देखिदेखा आइपुग्यौँ पनि। हाम्रो अनुसार मिलबिटा त घटै छ त है। के छ कान्छ? मिनरल त घटै छ त है। यो चाहिँ जुठो भाँडा धुने ठाउँ नयाँ स्टाइलको। धारा चाहिँ ठिक छ है। ती 3वटा एकै ठाउँबाट। एउटा कन्टेन्ट त यही भइहाल्यो नि। भात खाइसकेछ?
पुरा भात खाने कार्यक्रम भइरहेछ। हामीले पनि अब खानुपर्छ। ऊ त देखिँदै गरेको टेम्के डाँडा, त्यहाँ पनि जानु मन छ। अब त्यहाँ चाहिँ गइन्छ अब कुनै दिन। टोलीहरू छँदैछ, टोलीहरूलाई लिएर टक्कसँगले जाने हो त्यो डाँडामा। दामी छ हौ डाँडा त। पुरा छानाभरि मासु राखेर चाहिँ बिहे हुँदैछ यतातिर। केटाकेटी चाहिँ अब मसिनै रह यहाँ नि मासु चाहिँ छानाभरि नै केटाकेटी भने अझै हामी खाना खान लागेको यस साथीहरूसँग पुरा लाइन बसेर हातले आज बस त यता सही भात चाहिँ हाम्रो भात आउँछ यहाँदेखि। अब हाम्रो हिरो थियो सही भात चाहिँ भात चाहिँ टन्नै खाने भयो केटाहरूले यहाँनिर। हामीले त एकदम भाइ अलिक धेरै धेरै हालिदियो है। यता मान्छेले त फेरि डेन्जर खान्छ कि अलिक थोर भयो क्या। हामी 4जना छौँ। एकजना यहाँ आउँदा भयो हजुर आउनु म यहाँ कोठी ल्याइदिन्छु। ऊ भिन्नु सकिहाल्छ नि। मासु आयो मासु यता अचार मेरो बाबुको बिहा खतरा भयो कुर्सी अब हेर्नु न। दाल अचार मासु रोटी ल्याऊ तरकारी त्यो हड्डीको सुप खाने हड्डी पनि ठिक ठिक हाल नि। हड्डीको सुप पनि छ है ठिक ठिक हो त। हड्डीको फाल्टेबाट हड्डीको सुप पनि भन अर्को ऱ्याङ यो चाहिँ के को सुप यो पनि हड्डीकै सुप होइन। आयो है अब हातले आज हातले त धेरै भात खाइथिएन त्यही पनि अब आज हातले यस्तो दिने हो। सबै खाइरहेछन्। गनायो फेरि एउटाले पानी मुखभरि गर्मी सुरु गरौँ। यस्तो के ल हजुर ल धन्यवाद। आगो निस्किन्छ पछि घटाउनु मिल्दैन। ल सुरु गरौँ है। यहाँ आइसक्यो है अब त्यो आम्मी खालको एकदम सफा गरेर नलीको नलैजा है। यो चाहिँ खत्रै लाग्यो। खतरा है यो बिहे खतरा है यो। तू मेरे से प्यार करती है या नहीं करती?
ये बता दे तू बस। नहीं, मैं तेरे से लास्ट बार पूछ रहा हूँ, तेरा मेरे से प्यार है या नहीं है? तू अगर ऐसे करेगी ना तो मैं वैसे करूँ। अब बिहे घरमा चाहिँ नाचगान चलिरहेको छ, रात पनि पर्यो। अब आजको भ्लगलाई यति नै, अब फेरि अर्को भ्लगमा भेटिहालिन्छ। नाच त देखाउनु हुन्थ्यो, अब ठ्याक्क लाएर कपिराइट ठोकिदिइहाल्छ, त्यही भएर आजको भ्लग चाहिँ यति नै। अब फेरि अर्को कुनै प्रोग्रामको भिडियो लिएर आइ नै हाल्छु। त्यतिको बेलासम्मको लागि अब अन्त्य गरिदिउँ।